गुड मर्निङ साथीहरु हेलो हेर्नुस् त आज बिहान बिहानै म हाम्रो घर नजिकै रहेको यो उखु पेल्ने हेर्नुस् उखु पेलेर सक्खर बनाउने कसरी भइराछ प्रोसेसिङ काम कस्तो भइराछ गाउँमा आफ्नो लोकल स्थानीय यो के भन्छ सानो मजावाला सानो स्केल इन्डस्ट्रीलाई यसो सपोर्ट गरिदिउँ भिडियो बनाइदिउँ तपाईहरुलाई पनि जानकारी होस् मेरो नजिकका साथीहरु हाम्रो गाउँ नजिक यो बेतकोट नगरपालिका हाम्रो वडा नम्बर 8 कञ्चनपुर जिल्ला जसपुरा गाउँमा रहेको ठाउँ हो हेर्नुस् उखु कति छ पुरै बारीभरि उखु छ धेरै छ उखु लगभग 40 बिघा 40-50 बिघामा उखु लगाएको छ यहाँ हेर्नुस् उखु कति छ उ त हेर्नुस् म जुम गरेर देखाइदिए तरकारी बारी पनि छ प्लस उखु बारी पनि छ यो चाहिँ काम गर्ने त फेरि इन्डियाको मान्छे हो बर्डर नजिकै भएकोले यहाँ स्टोर गरेर राखेको छ टन्नै बनाएर राखेको छ यसले हेर्नुस् त प्याक गरेर अटोमा ट्र्याक्टरमा लगेर जान्छ यहाँ दिदीले बनाउँदै हुनुहुन्छ तौलेर ट्याक्क ट्याक्क तौल्दै कति केजीको बनाउने भनेर मान्छे काम गरिरहेछन् हेर्नुस् कसरी बन्छ त उखुबाट भनेपछि यहाँ फुल भिडियो आगो लगाउने मान्छे तल आगो लगाइरहेछ यहाँ गुड उम्लिदैछ गुड भन्छन् सक्खर भन्छन् के त्यसलाई यस्तो छ प्रोसेसिङ सबै चीज हेर्नुस् स्थानीय प्रोडक्टहरुलाई प्रोत्साहन गर्नुस् किन्न आउनु होला यहाँ लगिदिनु होला यहाँबाट मैले किनेर लगिसके घरमा खानको लागि यो चाहिँ घर खानको लागि मैले किनेको अटोहरु लागेको छ यहाँ अलि लग्न लाग्यो लगेर मार्केटमा लगेर बेच्छ यसले अब अनि यो चाहिँ उखु पेलेर आएको खेतमा हालेर आगो लगाउने मलको लागि एकजना दाजु आउनु भएको छ यहाँ उखु कति छ यहीँबाट लग्ने हो मैले अब चाहिँ मैले घरमा खानको लागि लगिरहेको यिनीहरूले यहाँ लगाइरहेछन् पेल्ने ठाउँमा हालिरहेछन् यसरी पेलेर उखुको जुस निकालेर पकाएर सक्खर रेडी हुन्छ त्यसपछि देखि ल दाइले भनेको तीनवटा राम्रो छान्दै भनेर आफै छानेर लग्नुस् आफै राम्रो राम्रो हेरेर लैजानुस् भने अनि मैले आफै मोटो मोटो निकालौँ भनेको तीन निकाल दो भैया अच्छा वाला खाने के लिए घर में खाने के लिए आफै लगाउनुस् भन्छ मलाई दिनुस् तीनवटा निकालेर भनेको हैन तपाई आफै लैजानुस् भने यस्तो साथीहरु बजार गएको थिएँ म बजारबाट फर्केर आउने बेला चाहिँ उखुको यहाँ गएर एउटा भिडियो बनाउँ त भनेर आएको तपाईहरुले भिडियो हेर्नुस् कस्तो छ भिडियो पुरै हेर्नु होला भिडियो अनि भिडियोमा कमेन्ट गर्नु होला यस्तो भिडियो चाहिन्छ तपाईलाई भनेपछि कमेन्ट गर्नु होला ओके ठीक छ त अब तपाईहरु लाइक गर्नु होला कमेन्ट गर्नु होला सब्स्क्राइब गर्नु होला च्यानललाई अनि मेरो एउटा अर्को च्यानल पनि छ @bhattablogs5 त्यो च्यानलमा गएर पनि सब्स्क्राइब गरिदिनु होला सबैले @bhattablogs5 च्यानलको नाम ह्यान्डलको नाम हो @bhattablogs5 यो मैले स्कुल स्टार्ट गरे जानलाई अब थ्यांक यू भिडियो हेर्नुभयो धन्यवाद तपाईहरुलाई।